सबैलाई मेरो नाकथलीको मिनी ब्लगमा। हामी चाहिँ यो होलीको बिदा बनाएर चाहिँ सर्ट ट्रेक चाहिँ गएको थियौँ सबैजना हिउँ हेर्न जाने र सर्ट ट्रेक पनि गर्ने भनेर गएको थियौँ। यो चाहिँ हामी चाहिँ एकछिन रेस्ट गर्न बसेको थियौँ। त्यहाँदेखि हामी चाहिँ फेरि माथि लाग्यौँ। त्यो चाहिँ सबसे अफरोड भनेको बाटो नै यही नै हो। यहाँनिर चाहिँ धुलो अनि अफरोड अनि घुमाउरो अनि यस्तो धुलो धुलो थियो। त्यसपछि हामी एकछिन माथि बसेर फेरि लाग्यौँ। त्यहाँदेखि जानु पर्थ्यो किनभने ब्रेनथाङसँग मात्र बाइक जान्थ्यो। त्यहाँ बाइक राखेर पछि हामीले एकछिन चियासा खाएर चाहिँ आफ्नो बाइकमा भएको ब्यागहरू चाहिँ सबै निकालेर हिँड्न थाल्यौँ। यहाँदेखि चाहिँ हाम्रो 1-1.5 घन्टा लाग्ने रहेछ, तर हामीलाई लगभग 2 घन्टा लाग्यो कि मैले हेरिनँ कति बजेको थियो। भ्यू दामी देख्छ भने कति धेरै एक्साइटेड थियो, तर भ्यू चाहिँ हेर्न पाएन। सबै हुसुले चाहिँ सबै ढाकेको थियो अनि पानी पर्छ र हिउँ पर्छ भने म एक्साइटेड भएर नाचेको थिएँ, तर पानी नै परेन हिउँ पनि परेन। सो हामी चाहिँ खानासाना खाएर चाहिँ एकछिन आगो तापेर चाहिँ हामी त्यसपछि चाहिँ सुत्नु अनि त्यसपछि लास्टमा सुत्नुभन्दा अगाडि चाहिँ ज्वाइँ खट्टे खायौँ। अनि भोलि चाहिँ बिहानै हामीले 6-7 बजे उठेर चाहिँ हामी माथि पिक भ्यूमा जाने भनेर सोचेको थियौँ, तर 6-7 बजे चाहिँ जाने होइन, फर्किनु पर्ने रहेछ। सो हामी चाहिँ जाँदा जाँदै बिचमा फर्क्यौँ। बिचबाट फर्केर चाहिँ हामीले चाहिँ स्टोभहरू लगाएको थियौँ नि त, त्यहाँनिर चाहिँ हटपट बनाएर खानुपर्छ बाटोमा भनेर। सो हामी चाहिँ त्यहाँदेखि अलिकति तल चाहिँ होटेलदेखि माथि डाँडामा बसेर चाहिँ हटपट बनाउन थाल्यौँ। हटपट बनाएर चाहिँ हामीले खान थाल्यौँ किनभने त्यहाँ बसेर हटपट बनाएर खानुको मजा नै छुट्टै हुने हुन्छ। सो हामीले हटपट खाएर अनि त्यसपछि सबै सामानहरू राखेर चाहिँ त्यहाँनिर छेउमा भएको चाहिँ यो भ्यूमा चाहिँ फोटो खिच्यौँ। फोटो खिचेर फेरि हामीले हटपट बनायौँ किनभने बाँकी थियो। अनि भोलिपल्ट चाहिँ हामी बिहानै 4 बजे नै पिक पोइन्ट भ्यू हेर्नको लागि गयौँ। त्यहाँनिर पिक पोइन्टमा गयौँ। त्यहाँ गएर चाहिँ एकदिन फोटोसोटो खिचेर एकछिनमा अनि त्यसपछि एकछिन भन्दा नि 1-1.5 घन्टा अनि त्यसपछि फर्क्यौँ। त्यहाँ हिउँ नदेखे पनि आइसहरू चाहिँ थियो, हिजो अस्तिको पहिलाको आइसहरू थियो। त्यसपछि हामीले चाहिँ फोटोहरू खिचेर भिडियोहरू बनाएर बाटोतिर पनि भिडियो त बनाउनु पऱ्यो नि त। सो बाटोतिर भिडियो बनाएर फोटोहरू खिचेर त्यसपछि हामी बिस्तारै फर्क्यौँ। बिस्तारै फर्केर एकछिन चिया खाएर हामी चाहिँ फेरि तल बाइक भएको ठाउँतिर लाग्यौँ। बाइक भएको ठाउँतिरसम्म झर्ने बेलामा चाहिँ मलाई गाह्रो भएको थियो कि मेरो खुट्टामा खोइ चसक भएर हिँड्न नि सकेको थिएँ नि। धन्न मैले ब्यान्डेज चाहिँ लगेको थिएँ। मैले बिग बोयलाई गाह्रो हुन्छ होला भनेर ब्यान्डेज बोकेँ, तर आफैलाई गाह्रो भयो। सो त्यत्रो बाटो हिँड्दाखेरि पनि मलाई के पनि नभयो, तर यति ओह्रालो हिँड्दाखेरि चाहिँ मलाई त्यो त्यस्तो खोइ के भएको चसक भएर अनि मलाई यो पनि गर्न नआएको अनि भिडियो खिचेर बसेको।